नमस्कार, म ओम प्रकाश पाण्डेय। आज म एउटा सानो तर एकदमै गम्भीर विषय छ। गम्भीर विषय यस अर्थमा पनि नेपाल सरकार अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा बनेको अर्थात् नेतृत्वमा बनेको एउटा जुन पार्टी छ अर्थात् सत्तासीन पार्टी, त्यसको प्रथम अधिवेशन जुन चितवनमा 2083 असार 7 गतेदेखि सुरु भएको छ। सो कार्यक्रमको उद्घाटन सत्रमा अर्थात् असार 7 गते जुन महाधिवेशनको उद्घाटन सत्र थियो, त्यसमा विभिन्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, त्यसै गरी सीके राउतजी, त्यसै गरी एमालेबाट पाल्नुभएका प्रतिनिधि, त्यसै गरी अन्य राजनीतिक दलबाट पाल्नुभएका प्रतिनिधि र पार्टी सभापति रवि लामिछाने र बालिन त हुनु नै हुने भइहाल्यो। उहाँहरूको सहभागिता एउटै मञ्चमा देख्दाखेरि म जस्ता धेरै व्यक्तिहरू एकदमै रोमाञ्चित भएका थियौँ। तर त्यसमा पनि 2-3 जनाको अभाव खड्किरहेको थियो। त्यसमा चाहिँ केपी शर्मा ओलीज्यू र प्रचण्डज्यू, त्यसै गरी सम्भव भएसम्म शेरबहादुर देउवाज्यूको पनि सहभागिता भइदिएको भए मञ्च अझै शानदार हुने थियो। सो महाधिवेशनका बारेमा धेरै टीका टिप्पणीहरू भइरहेका छन्। कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीका वक्ताहरूले दिनुभएको अर्थात् पदाधिकारीहरूले दिनुभएको मन्तव्यलाई लिएर विभिन्न किसिमका विचारहरू राखिरहेका छन् भने कतिपयले नेपाली काङ्ग्रेसका सभापति गगन थापाज्यू, त्यसै गरी एमालेका प्रतिनिधि, त्यसै गरी विभिन्न दलहरूका प्रतिनिधिहरूले राख्नुभएका मन्तव्यका बारेमा आफ्नै धारणा राखिरहेका छन्। म चाहिँ सर्वप्रथम के भन्न चाहन्छु भने म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति होइन। म अहिलेसम्म चाहिँ कुनै पनि पार्टीको सदस्यता नलिएको केवल एक मतदाता, केवल एक स्वतन्त्र नागरिकको हैसियतबाट के कुरा राखिरहेको छु। त्यसमा पछिल्लो समय सडकदेखि संसदसम्म एकदमै तातेको विषय थियो, त्यो थियो संसदमा आएर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्ति जुन सीमासँग सम्बन्धित थियो। उहाँकै शब्दलाई कोट गर्ने हो भने उहाँले भन्नुभएको थियो, तपाईँहरू धेरैलाई अचम्म लाग्न सक्छ, म प्रधानमन्त्री भइसकेपछि मात्रै मैले पनि जानकारी पाएको कि नेपालको सिमाना भारतले मिचेको मात्र होइन, भारतको सिमाना पनि नेपालले धेरै ठाउँमा मिचेको रहेछ भनेर दिनुभएको थियो। पछि उहाँले भन्न खोज्नु भएको चाहिँ क्रस बोर्डर अकुपेसन लगायतका विषय हुन् भनेर परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै प्रेस नोट नै जारी गर्यो। यस्ता विभिन्न सफाई दिने अभ्यासहरू भए भनौँ, तर सो सम्बन्धी पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र कुमार शाहले आफ्नो राष्ट्रियताप्रति शङ्का नगर्नका लागि भन्दै हिजो अर्थात् असार 7 गते जुन महाधिवेशनमा आफ्नो मन्तव्य राख्नुभयो, त्यसै गरी एक्सप्रेस वेमा गइरहेको गाडीमा ब्रेक लाउन आवश्यक छैन, बिचमा गन्तव्यमा पुगेपछि नै रोकिने हो भन्ने कुरा राख्नुभयो। त्यसै गरी मलाई लाग्छ एमालेका एकजना नेताले भन्नुभएको कुरालाई इङ्गित गर्दै उहाँले हामी न सेन्ट्रल टु लेफ्ट छौँ न सेन्ट्रल टु राइट छौँ, हामी विकासवादी पार्टी भनेर भन्नुभयो। उहाँले राखेका विचारहरू, उहाँका अभिव्यक्ति यहाँहरूले हेरि नै सक्नुभयो, सुनि नै सक्नुभयो। तर त्यसमा दुईवटा कुराहरू चाहिँ मलाई राख्ने मन लाग्यो। एउटा कुरा चाहिँ उहाँले आफ्नो राष्ट्रियताप्रति शङ्का नगर्न सम्पूर्ण व्यक्तिहरूलाई आग्रह गर्दा एउटा कुरा त्यो, र एउटा कुरा त्यसैमा जोडिएको कुरा के पनि हो भने उहाँले चाहिँ हामीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचिएको प्रमाण छ भन्ने कुरा पनि जुन राख्नु भएको छ। र उहाँले एउटा कुरा त्यहाँनिर अलिकति स्पष्ट पनि के पार्न खोज्नु भएको छ भने मध्यस्थकर्ताको रूपमा बेलायत सरकारलाई होइन, प्रमाण सङ्कलन गर्ने क्रममा सहायता लिन खोजेको आवश्यक परेको खण्डमा मात्रै भन्ने कुरा गर्नुभएको छ। त्यो कुरा त रोमाञ्चित छ नै। आशा गरौँ नेपालको भारतसँग जोडिएको खास गरी दार्चुलाको लिम्पियाधुरा, लिपुलेक, कालापानीका कुरा होलान्, चाहे पूर्वतिर सुस्ताको कुरा होला, यी विषयको समाधान गर्नका लागि केवल भाषणले मात्र होइन, त्यो व्यवहारमा पनि देखिनेछ। अर्को कुरा सभापतिज्यूले राख्नुभएको अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले राख्नुभएको धेरै कुराहरू एकदम के भन्छन् इमोसनल, भावनात्मक पनि छन्, तार्किक पनि छन्, पार्टी र समग्र देशलाई सन्देश दिने खालका त छन् नै। त्यसमध्ये पनि सबैभन्दा मलाई एकदमै मन परेको र धेरैले ताली बजाएर त्यसलाई समर्थन गरेको र क्यामेरा बालेन्द्र शाहजीप्रति अर्थात् प्रधानमन्त्रीज्यूप्रति जाँदाखेरि उहाँको पनि स्माइल आएको थियो, अर्थात् मुस्कान आएको थियो। त्यो कुरा के थियो भने धेरैले के भनिरहेछन् भने यो राष्ट्रिय स्वतन्त्र पार्टीमा अब जुगाको लडाइँ हुन्छ अरे। कस्तो? सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने अनि बालेन्द्र शाहलाई चाहिँ बिचबाट नै हटाउने भन्ने जस्ता किसिमका बाहिर चिया पसले गफ भनौँ या जे पनि भनौँ त्यसलाई, त्यस्तो पनि कुराहरू उठिरहेको थियो। सभापतिज्यूले दुईवटा कुरा राख्नु भएको छ। रवि लामिछानेज्यूले सर्वप्रथम त
राष्ट्रिय स्वतन्त्र पार्टी लडेछ भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, कसैले लडाउन सक्ने ल्याकत राख्दैन भन्ने कुरा गर्नुभएको थियो। र त्योभन्दा पनि मलाई रोमाञ्चित लागेको कुरा के थियो भने उहाँले भन्नुभएको हामीले चाहिँ माहौल बनाएर बल चाहिँ बालेन्द्रजीलाई दिइसकेका छौँ, गोल हान्ने जिम्मा बालेनको भन्नुभएको थियो। त्योसँगै जोडिएको मैले अघिदेखि भन्न खोजिरहेको विषय एउटै हो। त्यो भनेको के थियो भने अब यदि झुक्किएर त्यो बल मेरो खुट्टामा आएछ भने फेरि बालेन्द्रज्यूकै गोडासम्म पुर्याउने अर्थात् उहाँकै खुट्टासम्म पुर्याउने जिम्मा पनि मेरो हुनेछ, त्यसमा म ढुक्क छु भन्नुभएको थियो। यसको शाब्दिक अर्थमा अर्थात् भन्न खोज्नु भएको के हो भन्ने कुरामा जाने हो भने उहाँले भन्न खोज्नु भएको अन्य व्यक्तिहरूले उहाँकै भाषालाई सापटी लिने हो भने चुगली गर्ने, कुरा लगाउने, लडाउन खोज्ने धेरै आउन सक्छन् र प्रधानमन्त्री तपाईँ हुनुपर्ने हो बालेनजी, के अरे रविजी पनि भन्न सक्छन्। तर त्यो अवसर मलाई आएमा पनि अर्थात् त्यस्ता कुराहरू म माथि आए पनि मसम्म पुगे पनि होइन, प्रधानमन्त्रीमा नो कम्प्रोमाइज, बालेन्द्र शाह नै 5 वर्ष देशको प्रधानमन्त्री हो भन्नु खोज्नु भएको हो, जसमा चाहिँ त्यहाँ उपस्थित व्यक्तिहरूले ताली बजाएर त्यसलाई समर्थन पनि जनाए र बालेन्द्र शाह सम्मानीय प्रधानमन्त्रीज्यूको पनि स्माइल आएको थियो होइन। र यी कुराहरू चाहिँ गरिरहँदाखेरि हामीले भुल्नै नहुने कुरा के छ भने प्रतिपक्षी दल नेपाली काङ्ग्रेस जुन अहिले छ संसदमा, सो नेपाली काङ्ग्रेसका सभापति गगन थापा, त्यसै गरी एमालेका प्रदीप रावल सर, त्यसै गरी सिके राउत सर लगायतका विभिन्न बाबुराम भट्टराई सर त हुनु नै भइहाल्यो, लगायतका नेताहरूले राख्नुभएको जुन विषय छ, प्रदीप गेवाली एमालेको नेता, यसरी विभिन्न व्यक्तिहरूले राख्नुभएका कुराहरूलाई पनि सुनेर उहाँहरूले देशको हितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको जनमतको सही उपयोग गर्नुपर्छ, सदुपयोग गर्नुपर्छ भनेर भन्न खोज्नु भएको जस्तो चाहिँ मलाई लाग्यो। किनभने म अघि नै पनि भने कुनै पनि पार्टीमा आबद्ध छैन, पार्टीमा आबद्ध नभइसकेपछि एउटा स्वतन्त्रता हुँदो रहेछ होइन, कि म राम्रा कामलाई राम्रा जुनसुकै पार्टीका भए पनि भन्न सक्छु र नराम्रा काम गरेका छन् भने चाहे त्यो सत्तासीन पार्टी होस्, चाहे चाहिँ त्यो प्रतिपक्ष पार्टी होस्, जुनसुकै व्यक्तिहरू पनि आफ्ना विचार राख्न पाइयो, जुन चाहिँ अभिव्यक्ति स्वतन्त्रताको हक नेपालको संविधानले नै मलाई पनि प्रदान गरेको छ, अर्थात् आम नागरिकलाई प्रदान गरेको छ। समग्रमा निष्कर्षमा कुरा गर्दा स्थापना भएको 4 वर्षमै इतिहास रचेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, जसले चौथो ठुलो दलबाट आफूलाई यस वर्षको अर्थात् यस चुनावबाट आफूलाई सत्तासीन पार्टी बनाएको छ, एकल पार्टीको सरकार निर्माण गर्न सफल भएको छ। बालेन्द्र शाहज्यूको भनाइलाई सापटी लिने हो भने यो हावा होइन, बाढी नै लिएर खोलाको के अरे डेस्टिनेसन गन्तव्य नै अर्थात् धार नै परिवर्तन गरिएको भन्नुभएको छ। हामी एउटा नेपालीको हैसियतले, एउटा मतदाताको हिसाबले के सोच्छौँ भने स्थायित्व रहिरहोस्, मैले विद्यालय तहमा होस् या विश्वविद्यालय तहमा अध्ययन गर्दा नेपालको विकास हुन नसक्नुका विभिन्न कारणहरूमध्ये छलफल गर्दा जहिले पनि हाइलाइट भएर बोल्ड लेटरमा नेपालमा राजनीतिक अस्थिरता कायम रहनु, अर्थात् महिनौँ पछि, वर्षौँ पछि, 6 महिनामा, 3 महिनामा, कहिले त त्योभन्दा पनि कम समयमा सरकार परिवर्तन भइदिने। सरकार परिवर्तन हुने बित्तिकै के हुन्छ भन्नुहुन्छ भने नीति परिवर्तन भइदिने, नेतृत्व परिवर्तन भइदिने, अघिको सरकारले ल्याएका कुराहरूमा नयाँ सरकारले त्यसलाई अनुसरण गर्ने होइन, आफू अनुकूलका या आफ्नो पार्टी र आफ्ना निकटका व्यक्तिहरूको हकितका लागि भन्दै नयाँ नीतिहरू ल्याइदिने। यस्ता किसिमका कारणहरूले गर्दाखेरि नेपालको विकासमा ढिलाइ भइरहेको छ भन्ने विषय सुन्नमा आउँथ्यो, जुन सही पनि थियो। तर यदि अब देशमा राजनीतिक स्थायित्व भइदिने हो भने त्यो केवल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि मात्र नभई सम्पूर्ण राजनीतिक दल र हामी जस्ता मतदाताका लागि पनि एकदमै राम्रो हुने थियो। त्यसमा पुनः रवि लामिछानेज्यूकै शब्दलाई सापटी लिने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै खुट्टामा अल्झिएर लड्न सक्ला, तर अरूले लडाउन सक्दैन, अरूले भत्काउन सक्दैन, अरूले टुटाउन सक्दैन भन्नुभएको छ। त्यो विषयमा उहाँले शब्दले मात्र होइन, मनदेखि नै त्यो कुरालाई मनन गर्नुभएको छ भन्ने विश्वास लिएको छु। अन्त्यमा जुनसुकै पार्टी सत्तामा आए पनि देश र देशवासीको भलो होस्, यही कामना छ। धन्यवाद, नमस्कार।